हेलो नमस्ते नमस्कार सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा अनि के अरे अर्थात् सर्ट भिडियोमा। किनभने हिजो पनि मैले पोस्ट त गरेको थिएँ, तर पनि आज पनि मैले अर्को एउटा भिडियो चाहिँ बनाइसकेको छु। दुइटै भिडियो चाहिँ म हाल्छु होइन। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला, म एकदम सन्चै छु अनि तपाईँहरू पनि सन्चै रहनु होला। अनि आज चाहिँ म यता कहाँ आएको छु भने धरान आएको छु होइन। भोबा क्याम्पमा बिरामी लिएर आएको हो, माथि धनकुटादेखि सम संस्कृति पार्कतिर आएको छु। अनि अहिले चाहिँ यहाँ आएर चाहिँ सुकुन भइरहेछ होइन, त्यति गर्मी महसुस भइरहेको छैन। तर पनि यो भित्ताहरू चाहिँ तातो तातो छ। यो मासतिर चाहिँ मान्छेहरू पनि छन् होला। म चाहिँ यहाँ तल एक्लै भिडियो बनाइरहेको छु, यता पनि कोही छैन, यतातिर पनि कोही छैन, एक्लै छु। अनि यतातिरको भ्यू हेर्दै बसिरहेको छु। र तपाईँहरूलाई म सरररहरूको साम्पाङको बिपी पार्क पनि भन्छ अनि ओसो पार्क पनि भन्छ। धेरै चाहिँ हामीले मैले पहिले सुनेको चाहिँ यहाँको ओसो पार्क भनेर होइन, परिचित थियो। पहिला यस्तो राम्रो थिएन। यो आजभोलि चाहिँ यो हर्क साम्पाङ आइकिन चाहिँ पुरा बगर थियो। त्यही पनि अहिले चाहिँ राम्रो बनाएको छ। हेर्नु है त, मान्छे त्यसरी जाँदैछ। संस्कृति पार्क खासमा चाहिँ यो बाटो यस्तोरी उता जान्छन्। अनि यो मान्छेहरू पनि उतै गएको। यो चाहिँ यसो घुम्ने चिल्ड्रेन पार्क हुन्छ बच्चाको लागि होइन। अनि मेन कुरा चाहिँ यहाँनिर तिन चुलामाथि एउटा ढुङ्गा राखेको छ होइन। यो वरिपरिबाट पानी आउँथ्यो, आज त खै यहाँ लाइन छैन कि के हो भन्दा अस्ति त पानी थियो। अनि यहाँको यो पुल अनि यो चुला अनि त्यो पारीको चिल्ड्रेन पार्क छ। अनि यहाँ म चढेको ठाउँमा चाहिँ टिकट लाग्दैन थियो, तपाईँहरू चढ्न सक्नुहुन्छ। त्यहाँदेखि यस्तो आएर यता यो तलतिर अनि यो मासतिर